कि गाडी नचढ्नुहोस्। यदि गाडी चढ्ने इच्छा छ भने सम्पूर्ण रिस्कहरू बिहोर्ने खालको इन्सुरेन्स गरेर मात्रै गाडी चढ्नुहोस्। यसो गर्नुभयो भने तपाईँ दक्षिण कोरियामा बल्ल सुरक्षित रहन सक्नुहुन्छ। नमस्ते सम्पूर्णमा, म अमृत पाठक। हाल म हुन्डा इन्सुरेन्स दक्षिण कोरियामा कार्यरत छु। साथसाथै सेकेन्ड ह्यान्ड गाडीहरूको खरिद बिक्री गर्ने एउटा डिलर पनि हुँ। दक्षिण कोरियामा तपाईँले चलाइरहनु भएको गाडी र तपाईँ कतिको सुरक्षित हुनुहुन्छ भन्ने विषयमा एउटा महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। तपाईँले जति लाखको जति करोडको गाडी चढे पनि तपाईँको गाडी र तपाईँको आफ्नो शरीरको सुरक्षा दिने मुख्य कुरा चाहिँ इन्सुरेन्सले हो। आजकल गाडी चढ्ने इच्छा धेरैलाई लागेको छ। हो यसै क्रममा म के भन्न चाहन्छु भने चाहिँ कि गाडी नचढ्नुहोस्। यदि गाडी चढ्ने इच्छा छ भने सम्पूर्ण रिस्कहरू बिहोर्ने खालको इन्सुरेन्स गरेर मात्रै गाडी चढ्नुहोस्। यसो गर्नुभयो भने तपाईँ दक्षिण कोरियामा बल्ल सुरक्षित रहन सक्नुहुन्छ। धेरै साथीभाइहरूले दुर्घटना भइसकेपछि गर्ने गुनासो चाहिँ जब दुर्घटना हुन्छ, दुर्घटना भइसकेपछि सम्पूर्ण इन्सुरेन्स नभएको हुँदा कति प्रतिशत पैसा रकमहरू आफै तिर्नुभयो, आफै तिरिसकेपछि मलाई सम्पर्क गर्नुभयो। इन्सुरेन्स त सबै गरेको थियो, तर किन मैले सबै पैसाहरू तिर्नु पर्यो त भनेर मसँग सम्पर्क गर्नुभयो। त्यसपछि मैले भने तपाईँको चाहिँ जुन सर्टिफिकेट हुन्छ मलाई पठाइदिनुहोस् भनेर चेक गर्दाखेरि तपाईँहरूको धेरै कुराहरू चाहिँ मिखाइप गरिएको थियो, नगरिएको थियो। र तपाईँले इन्सुरेन्स कसले गरिदियो, किन यसरी गर्नुभयो भन्दाखेरि सुरुमा होइन यसो गरे सस्तो हुन्छ, सस्तोमा गर्नुहोस् भनेर भन्नुभयो र मैले सस्तो इन्सुरेन्स गरेँ भनेर भन्नुहुन्छ। अब यदि त्यो इन्सुरेन्सले कभर नै गर्दैन भने सस्तो इन्सुरेन्स गरेको अर्थ के रह्यो र? दक्षिण कोरियामा यहाँहरू धेरै बसिरहनु भएको छ र इन्सुरेन्स चाहिँ ठिक छ कि छैन भनेर चेक गर्न पनि एकदम सजिलो छ, धेरै गाह्रो छैन। पहिला इन्सुरेन्स सम्बन्धी कोरियनहरूलाई मात्रै थाहा हुन्थ्यो। इन्सुरेन्स गराउने कर्मचारीहरू कोरियन मात्रै हुन्थे, विदेशीहरू हुँदैनथे। विदेशीमा पनि अब भनौँ प्रायः नेपाली हुँदैनथे। हामी इन्सुरेन्सकै क्षेत्रमा काम गर्ने भएको हुनाले इन्सुरेन्स सम्बन्धी धेरै ज्ञान छ। यहाँले गरेको इन्सुरेन्स ठिक छ कि छैन भनेर मलाई फोन गरेर पनि सोध्न सक्नुहुन्छ। म चेक गरेर तपाईँहरूको इन्सुरेन्स सबै बताइदिन पनि सक्छु। अब अहिले चाहिँ इन्सुरेन्स गर्दाखेरि ध्यान दिनुपर्ने, जान्नै पर्ने सामान्य कुराहरू, इम्पोर्टेन्ट एकदम महत्त्वपूर्ण कुरा हो। तर सामान्य टिप्सहरू म तपाईँलाई भनिदिन्छु। यो चाहिँ एकदम मेमो गरेर राख्नु होला, केयर गर्नु होला सबैजनाले भन्न चाहन्छु। नम्बरमा चाहिँ थेइन र थेमुल भनेको मानिस र अब यो सम्पत्तिको जुन हुन्छ त्यसको इन्सुरेन्स सबभन्दा माथि हुन्छ इन्सुरेन्सको चाहिँ टपमा, त्यो चेक गर्नु होला। त्यसपछि मुफोम छादोङछा, यो भनेको चाहिँ जुन गाडीहरूको चाहिँ बिमा हुँदैन त्यस्तो गाडीहरूले चाहिँ दुर्घटना गराइदियो भने र त्यसको उपचार चाहिँ आफ्नो बिमाले हेर्ने गर्दछ। त्यसपछि छागे सिन्चे छागो अनि छादोङछा साङ्गे, त्यो भनेको चाहिँ उपचार सम्बन्धी कभरहरू राम्रोसँग तुलना गरेर कति रकम राखियो त्यसमा राख्न सकिन्छ। त्यसपछि पनि आन्जन उन्जन हादिन थुक्यागहरू हुन्छन्, थुप्रै हुन्छन्, तिनीहरू राखेर पनि अझ बढी सुरक्षित हुन सकिन्छ। तपाईँहरूले यति कुरा बुझ्नुहोस् कि सही इन्सुरेन्स गरेको छ भने दुर्घटनाको बेलामा ठुलो आर्थिक समस्याबाट सुरक्षा प्रदान गर्दछ।